नमस्ते। आज म तपाईहरुलाई छिट्टो मिठो अचारको रेसिपी शेयर गर्न जाँदैछु। एउटा ग्राइन्डरमा लसुनलाई ग्राइन्ड गर्ने यतिको हुने गरी अनि फ्राई प्यानमा तेल तताएर त्यो ग्राइन्ड गरेको लसुनलाई फ्राई गर्ने। लो फ्लेममा फ्राई गर्नुपर्छ कि नडरोस्। बिस्तारै बिस्तारै चलाउँदै फ्राई गर्नुपर्छ अनि यसलाई गोल्डन ब्राउन हुने गरी यतिको हुने गरी फ्राई गर्नुपर्छ। त्यसपछि एउटा बलमा निकालेर राख्ने अनि त्यही तेलमा रातो सुकेको खुर्सानीलाई फ्राई गर्ने। धेरै डढ्न पनि दिनु हुँदैन, पटक्क भाँचिने टाइपले फ्राई गर्नुपर्छ। अनि मैले बदामलाई पनि त्यसरी नै फ्राई गरेको छु। अनि त्यो सुकेको खुर्सानीलाई नुन राखेर ग्राइन्ड गर्दै धेरै मसिनो हुँदैन, यतिको हुनुपर्छ। बललाई खुर्सानी बदाम फ्राई गरेको लसुन एकै ठाउँमा राख्ने अनि यता अर्को फ्राई प्यानमा तेल तताएर अजिनामोटो राख्ने झाज्नको लागि हो। यो चाहिँ अजिनामोटो फर्र भएपछि त्यो अचारको बलमा झाँच्दिने। मैले चिल्ली पाउडर पनि एड गरेको छु, तपाईहरुले पनि गर्न सक्नुहुन्छ। अनि मिक्स गर्ने। मिठो हुन्छ, कस्तो लाग्छ कमेन्ट गर्नु होला।